उपस्थिति जनाइदिन हुन म सभाको समिति Kunci ada kau ni cuma lari punya batang yang berapa kau? हेरी वरी गर्ने हो विभागका संयोजकज्यू सब तयारीहरूसँग बसिदिन हुन विनम्र अनुरोध गर्न चाहन्छु। माङहिमतर्फको गेटमा बस्नुहुने माङ्सेवा सामाजीहरू सब तयारी अवस्थामा बसिदिन हुन म विनम्र अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी तालिम हरावनको निम्ति माङ्सेवा सामाजीहरू आयोजक कमिटीका सम्पूर्ण सदस्य व पदाधिकारीज्यूहरू किराँत मिक्सोरीमा माङहिम उद्घाटनको निम्ति म माङ्सेवा सामाजीहरू आयोजक कमिटीका सम्पूर्ण सदस्य व पदाधिकारीज्यूहरू यस नामथुङ लादुङ सेवी सेवाको निम्ति माङ्सेवा सामाजीहरूलाई चितर नगरिकन लामबद्ध तरिकाले महिलाको ठाउँमा महिला पुरुषको ठाउँमा पुरुष यहाँ स्थानमा हात जोडेर उभिन हुनको लागि म सादर अनुरोध गर्दछु। हेलो धार्मिक किनारा गुन्जाइदिनु न हात जोड्न चाहन्छु। हेलो मलाई धार्मिक नाराहरूमा साथ दिन आदरणीय श्रोतालु गौतम बालीजीलाई अनुरोध गर्न चाहन्छु। मैको मङ्सीमा मागर फलको नन्द, मैको मङ्सीमा मागर फलको नन्द, मैको मङ्सीमा मागर फलको नन्द, मैको मङ्सीमा लिङ्गेन आत्मानन्द छे, मैको मङ्सीमा लिङ्गेन आत्मानन्द छे। अलिक पछाडि सक्नु ल पछाडि पर छेउबाट किन हुन्छ
काठमाडौँ आइपुग्नु गिरिजा बाउको यहाँ रिजर्भ मलाई चाहिँ गिरिजाको याद आएको आइछ गिरिजाको गिरिजाको अवतार मुइगु मङ्सिमाङ लिङ्दैन आत्मानन्द से मुइगु मङ्सिमाङ लिङ्दैन आत्मानन्द से मुइगु मङ्सिमा मङ्साबा पवित्र हाङमा लिङ्दे मुइगु मङ्सिमा मङ्साबा पवित्र हाङमा लिङ्दे मुइगु मङ्सिमा मङ्साबा पवित्र हाङमा लिङ्दे मुइगु मङ्सिमाङ महागुरु फाल्गु नन्द लिङ्दैन 140औं जन्म जयन्ती मुइगु मङ्सिमाङ लिङ्दैन मुइगु मङ्सिमाङ महागुरु फाल्गु नन्द लिङ्दैन 140औं जन्म जयन्ती मुइगु मङ्सिमाङ महागुरु फाल्गु नन्द लिङ्दैन 140औं जन्म जयन्ती सम्पूर्ण
पनि यहाँहरूले संसारको विभिन्न स्थानबाट हेर्न सक्नुहुनेछ। किराँत समाचार, किराँत आवाजको फेसबुक पेज लगइन गरेर पनि संसारको विभिन्न स्थानबाट यस कार्यक्रमलाई संसारभरि सुन्न अनि हेर्न सक्नुहुनेछ। सम्पूर्ण धर्मावलम्बीहरू पवित्र आमा लिङ्गे मैगो मङ्सिमा माग्छा पवित्र आमा लिङ्गे मैगो मङ्सिमा माग्छा पवित्र आमा लिङ्गे। आसन ग्रहणकै क्रममा यति बेला आसन ग्रहणकै क्रममा गुरु सुपुत्र नाम्बिनहाङ लिङ्गेज्यूलाई पनि आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दै गुरु सुपुत्री श्री थोक्फेङ्गा लिङ्गेज्यूलाई धन्यवाद छ। आदरणीय सम्पूर्ण उपस्थित भक्तजन महानुभावजीहरू, हामी निश्चय नै लामो समयको प्रतीक्षा पश्चात आज हाम्रो प्रतीक्षाको घडी तोडिएको छ। हामी कुनै समय परिकल्पना गरेका थियौँ
कंचे आनी की रात लाजेलो सामयोन सातिम्रो तिम्रो कंचे आनी की रात लाजेलो सामयोन युक्तुब कंचे आनी युक्तुम लाजेलो सामयोन युक्तुब कंचे आनी हेलो धन्यवाद छ कलाकार भाइ बहिनीहरूले अत्यन्तै सुन्दर नृत्य प्रदर्शन सदस्य उपाध्यक्ष नरबहादुर यमागो र दिलबहादुर साउदेन दलबहादुर साउदेनज्यूलाई यो स्थानमा आइदिनुको लागि निमित्त माङथौ कुदको रूपमा विक्रम सम्वत 2011 साल मङ्सिर 18 गते शुक्रबारको दिन पिता श्री पुण्य प्रसाद लिङदेन तथा माता श्यामजिरी चेम्जोङको कोखबाट यस लोकमा देवअवतार लिएर किराँत कुलमा किराँत धर्मगुरु मुइगो मङ्सिमाङ लिङदेन आत्मानन्द सिंह ज्यूको जन्म अवतरण हुनु हामी चेला बुलाहरू एवं सकल प्राणी र चराचर जगतकै भाग्य उदय भएको छ। मानव जगतको सुन्दरता र किराँत सभ्यताको जग बसाल्न चराचर सृष्टि जगत र सकल प्राणीमा दया माया करुणा स्नेह बीजरोपण गर्दै अपार अनुपम महाज्ञान विवेक र धर्म ज्ञानले हामीलाई मानव धर्म दर्शन सभ्यताको पवित्र मार्गमा डोर्याउन गुरुदेवज्यूको महान उल्लेखनीय योगदान हामीमा जग जाहेर नै रहेको छ। गुरुदेवज्यूको पाउमा हामी शिर निहुराई कोटी कोटी श्रद्धा भक्ति अर्पण गर्दछौँ। किराँत धर्म दर्शनदाता राष्ट्रिय विभूतिमा मुइगो मङ्सिमाङ फाल्गुनन्दन लिङदेनज्यूको शाश्वत अवतारको रूपमा महागुरुज्यूको अधुरो अपुरो कार्यहरूलाई पूर्णता दिन कुरीति र कुसंस्कारमा रुमलिरहेका सिङ्गो किराँत समुदाय एवं मानव जातिको भाग्य कोर्न सत्य शान्ति र अहिंसाको पथमा डोर्याउन हामी अज्ञानी चेलाहरूको चेला भुलाको मुक्तिको लागि समर्पित सद्गुरु सद्गुणी उहाँको आशीर्वाद सदा सर्वदा इच्छा नेने खाम्देक नेने तलक ताङसाङ पप्प युगौं युगसम्म अमर रहने गरी माङवानुमा हाङवानुमा माङसिङनीमा हाङसिङनीमा कुसिङनीमा कुसाङलामा कुलिङदोकेमा हामी चेला बुलाहरूलाई यहाँले प्रदान गर्नुभएको दया भाव करुणा र संरक्षकताले हामी सारा चेला बुलाहरू गौरवित भएका छौँ। 4 युग 4 वेद 9 ग्रह चन्द्र सूर्य 27 नेत्र 12 राशि वर्ष महिना गते बार दिन घण्टा मिनेट सेकेन्ड अविच्छिन्न पूजनीय पामाङ मामाङज्यूहरूको छत्र छाया र नजर परिरहोस् भनी मुइगो मङ्सिमाङ लिङदेन आत्मानन्द सिंहज्यू तथा गुरुआमा मुइगो मङ्सिमाङ सामा पवित्र आमा लिङदेनज्यूको गरिमामय देव सवारमा आयोजित राष्ट्रिय विभूति मुइगो मङ्सिमाङ फाल्गुनन्द लिङदेनज्यूको 140औं जन्मजयन्ती किराँत फाप मिङसो माङिम तथा शालिग उद्घाटन प्रिय धार्मिक कार्यक्रम आयोजक परिवार सन्दकपुर 4 माबु हाङमादेन इलामवासी धार्मिक भक्तजन सावैहाङ किराँती शाह एवं सारा मानव जगतको तर्फबाट पामाङ मामाङज्यूहरूको चरण कमलमा श्रद्धा भक्तिपूर्वक यो माङ नाजम सब तोमा गर्दछौँ। मिति 2081 कार्तिक 25 गते दल प्रसाद लिम्बू प्रशान्त आर्थिक संयोजक बिबी हाङ सौदेन सचिव दिलकुमारी मेङबा कोषाध्यक्ष धन प्रसाद सौदेन अध्यक्ष र यो नाजम सबलाई गुरु पामाङ मामाङज्यूहरूको चरण कमलमा श्रद्धा भक्तिपूर्वक चढाइदिनुको लागि म मूल समारोह समितिका सदस्य राष्ट्रिय समुदाय बीच बनाएको पहिचानले नेपाली संस्कृति र सभ्यतालाई थप उचाइमा पुर्याएको कुरा इतिहासमा स्वर्णिम अक्षरले लेखिएका छन्। नेपाल सबै धर्म कला र संस्कृतिको साझा सङ्गम स्थल रहँदै आएको छ। शताब्दीदेखि नेपालीहरूले विविधताका परम्पराको अनुपालन गर्दै आइरहेको छ। सामूहिक भावबाट एकता शक्ति निर्माण सामूहिक प्रगतिको भावनाले नेपाली राष्ट्रका निर्माण उठेको दुःख सुख कुराहरूकै संसारमा हामी गयौँ। त्यो मन्दिर अहिले पनि मैले उद्घाटन गर्नु सकेको छुइनँ, काम त जारी छ। तर त्यो नामधारी चाहिँ यहाँ साथीहरूले बडा कूटनीतिक जासुसी पाराले
किन फाअप बनाइदिएछ ए बाबा रे फाअप भनेको के को रहेछ बाँसलाई पो फा भन्छ हाम्रो त फाल्गुनन्दको फा आत्मानन्दको आ अनि पवित्राको प फा प भनेर चन्द्रकुमारले थाहा पाउँछ भनेर फा प भनेर छोटो बनाइदिएछ चोरुमा छिटो र जित्नु पाइँदैन शुभ काममा जित्नु पाइन्छ है अदम्स उहाँले मलाई जितेकोले म हारेर हार मान्नु आएको जित्नु विजय होइन अपराजय राजनीतिमा जित्नु अबिर दलेर दुश्मनलाई मोसो दलेर धर्ममा जित्नु त स्वर्गमा जानु ईश्वरलाई खुसी पार्नु जसले पनि पाउँछ त्यसमा ईर्ष्या मेरो छैन है त्यही मलाई जित्नुभयो मेरो ईर्ष्या छैन भन्ने कति बेला गएर भनौँ बोलेर यहाँ तातिएर आतिएर पातिएर पादै जने चाहिँ कति ठाउँमा निक्ल्यो गाडीमा आउनु जीवनमा तपाईहरु हाँस्नुभयो त्यही जीवनमा चारवटै हो हाँस्नु नाच्नु बाँच्नु अनि गाँच्नु तर धर्मको आध्यात्म खोज्नु भनेको त्यो चार सारभन्दा माथिल्लो त हो उदाहरण त बुद्धले नाच्ने बाँच्ने हाँस्ने गाँच्ने सबै त्याग गर्यो दरबार त्याग गर्यो घरबार त्याग गर्यो बुढी छोड्यो छोरा छोड्यो बाउआमा छोड्यो राज्य छोड्यो राष्ट्र बैंक छोड्यो त्यसरी नै महागुरु फाल्गुनन्दले सम्पूर्ण त्याग गर्यो बाउआमा भुटानमा जाँदा पनि उहाँ जानु भएन किनभने फुलुङ्गीमा परमेश्वर तागरा न्याङसँग आत्मसाक्षात्कार गरेको दर्शन गरेको त्यो ज्ञानले महागुरुले जीवनमा कहिले पनि घर र दिशागर पिसागर बनाउनु भएन यो जातिको मुक्तिको लागि जो जातिले मोक्ष प्राप्त गर्नुको लागि सिद्धात्मा देवत्मा महात्मा ज्ञानात्मा ऋणात्मा र मुक्तात्मा मोक्षता प्राप्त गर्नु लागि हाम्रो भाषाबाट हुन्छ मेन्नीमामाङ मेन्धामामाङ निसेमाङ सेकमाङ कुनोमाङ आनुमाङ मोजोलोङमाङ खेजोलोमाङ तागरा निवाङ केपमाको लागि महागुरुले स्वर्गको बाटो निर्माण गर्नुभयो त्यो निर्माणमा स्वर्गमा जाने 27वटा नक्षत्रको चौकेगन्दा 108वटा हुन्छ त्यो मान्छेले मुक्ति प्राप्त गर्नुले साङदाङ्गे मरुम्सामा मुन्दुम दिनुभयो त्यसलाई क्रिस्चियनहरूले बप्तिस भन्छ बुद्धिस्टहरूले ब्रह्मज्ञ भन्छ कबीरहरूले गुरु मन्त्र भन्छ हिन्दूहरूले दीक्षा भन्छ मुस्लिमहरूले दाखिला भन्छ त्यो जस्तो यो जातिलाई आफ्नै मुन्दबाट मुक्त प्राप्त गर्नुको लागि साङदाङ्गे मरुम थामा कुसामिन मना सामिनिन मुन्दुमले ससी मुन्दुमले सामजेङ मुन्दुमले साम्मेमाङ साम्बुवाङ फोक्तुङो सामनावाल गोमिङ साम्यो सामसिरले ससिल कुसिन चाहिँ हे नानी साङदाङहरू थामा मन्त्री मुन्दुमिला आदांशे त्यसलाई भनिन्छ नेपालीमा जसरी सनातन हिन्दू धर्मावलम्बीले दीक्षा दिन्छ दी भनेको पशु बन्धुत्व छा भनेको छेदन गराउने दीक्षा दिएर गायत्री मन्त्र दिएर त्यो व्यक्तिलाई आत्मा परमात्मामा पुर्याउने जुन मार्ग दिन्छ दीक्षा बन्छ त्यसरी नै हाम्रो मुन्दुमबाट चाहिँ साङदाङ्गे रुम थामा निर्माण गरेर यो वर्गलाई यो मुन्दुमलाई संसारको सबैभन्दा श्रेष्ठ र ज्येष्ठ बनाउनको लागि उहाँले थालनी गर्नुभएको यहाँ आएर पल्लोको पेङ यता जमुना अरे यता माबु अरे यो हाङसेमदेन अरे ऊ चाहिँ क्रिस्चियनको चर्च बनिएको छ तल्लोमा के अरे बुद्धिस्ट बनिरहेछ कता हिन्दू बनिरहेछ यस्तो कठोर परिस्थितिको माझमा पनि यहाँ देउताको काम माङको काम गर्नु माङ्निवार माङ अबोङ हाङनिवार हाङ अबोङ योगनिवार योग अबोङ यम्बनिवार यम्ब अबोङ लायो लासे लामेक्लो भन्नुभएको छ तपाईहरुलाई भनौं मैले एकपल्ट ठुलठुला फादरहरू ठुलठुला पास्टरहरू हिन्दूका धर्मगुरुहरू पण्डितहरू
बुद्धका लामाहरू, धर्मगुरुहरू, कबीर पन्थका ठुल्ठुला गुरुहरूसँग मैले यो प्रश्न राखेँ, के धर्म परिवर्तन गर्ने चिज हो कि होइन हजुर? भन्दा जे धर्म ग्रहण गर्दा पनि हुन्छ। ए बाफ अरे हो, त्यसो भने म अहिले गएर हिन्दूको पण्डितसँग दीक्षा ग्रहण गर्छु र मलाई गायत्री मन्त्र दिन्छ। गायत्री मन्त्र दिएपछि म त हिन्दू भएँ। त्यसको आधी घन्टा भर गएर चाहिँ बुद्ध धर्मको लामासँग म ब्रह्मज्ञ लिन्छु। ब्रह्मज्ञ भन्छ उनीहरूले दीक्षालाई। फेरि म बुद्ध भइहालेँ त हजुर। त्यसको तुरन्त गएर कबीर पन्थीकोबाट दाखिला मन्त्र लिन्छु, कबीर साहेबबाट म कबीर भएँ। त्यसको तुरन्त गएर एउटा पास्टर या फादरसँग चाहिँ बप्तिस लिन्छु, म क्रिस्चियन भएँ। एकछिनमा गएर मुस्लिमको गुरुसँग अल्लाहमा दाखिला मन्त्र लिन्छु। उसले अल्लाहमा दाखिला भन्छ, अल्लाह भनेको ईश्वर, ईश्वरमा दाखिला गराउँछ। दाखिला लिन्छु, मुस्लिम भएँ। 3 घन्टाभित्र 10वटा धर्म परिवर्तन गरेर आउँदा त मेरो आत्मा त मसँगै छ त। मेरो पितृदेवहरूले मेन्सङ्गे नमामिसा मानव उत्पत्तिको ठाउँ मना तेम्बे मना खाम्ना, जो चीनको एउटा मैदानमा छ, त्यहाँबाट उत्रेकोहरू मना साहरू। ककेसन भनेको युरोपको ककेस सागरबाट जन्मेका खसहरू, खसातहरू, खसियाहरू, हिन्दू सनातनीहरू। अर्को अफ्रिकाको केन्या भन्ने मुलुकबाट जन्मेका हब्सीहरू, निग्रोहरू। इन्डोनेसियाको बाला जाभाबाट जन्मेका 4 मानव यो लोकमा, यो पृथ्वीमा जम्मै छौँ। त्यो आफ्नो वंश, हंस र अंश कसैले पनि परिवर्तन गरेर परिवर्तन हुने विषयवस्तु होइन महाराज। त्यसरी परिवर्तन मुखले हुने, बोलीले हुने, लुगाले हुने, तर आत्मा चाहिँ नट चेन्जेबल रहेछ। अङ्ग्रेजीबाट सल भन्छ, सल इज नट चेन्जेबल बट फिलोसफी चेन्ज। आत्मा परिवर्तन गर्ने चिज होइन। बुद्धले पनि अनात्मा भन्यो, आर्यनहरूले पनि परमात्मा भन्यो। आत्मा र परमात्मा, अनात्मा 3टा भयो। पृथ्वी भयो, आकाश भयो, वायु भयो, अग्नि भयो, जल भयो। यो 7वटा चिज कसैले बनाउँदा बनिने चिज पनि होइन, भत्काउँदा भत्किने पनि होइन, हराउँदा हर्ने चिज पनि होइन, मार्दा मार्ने चिज पनि होइन। तर मित्रहरू, त्यो भित्र एउटा राम्रो बुझ्नुहोस्, तपाईले बोकेको तपाईको अन्डकोशको बीज, 2टा अन्डकोशको बीजको त्यो बीज भन्छ। ज्योतिषी भाषामा त्यसलाई पर्याजना शुक्र भन्छ। अनिको थुवा मेतुम, त्यो अन्डकोशको बीजको माझको बीज कसैले बनाउनु सक्दैन। अमेरिकाको नासाले होइन, यो लोक धरातलको, यो लोक पर्लो, अर्को लोक, तिनै लोकले बनाउनु सक्दैन। त्यो नचेन्जेबल समेत 7-8वटा चिज। तपाईले एउटा उदाहरण, एउटा सानो माटोको डल्ला लिएर अमेरिकाको नासा विज्ञानले हजुर एउटा यस्तो एउटा माटो बनाइदिनुहोस् भन्दा माटो बनाउन सक्दैन। तर माटो जस्तो एउटा नमुना नक्कल चाहिँ बनाउन सक्छ। हामी जस्तो रोबोट म्यानहरू बनाएको छ, तर रोबोट म्यानमा चैतन्य छैन, चेतना छैन। बाटो चाहिँ हो भने रिमोटले जहाँ जहाँ चलायो हामीभन्दा बेसी काम गर्छ। मैले भन्नु खोजेको चाहिँ हिजो तपाईको 4 क्षेत्रका मानवहरूले जन्माएको जुन तपाईको हंस थियो, त्यसैको हंसी तपाईँ, त्यसैको वंशी तपाईँ, त्यसैको अंशी तपाईँ। एकले अर्कोलाई परिवर्तन गर्ने भन्ने कुरा चाहिँ वायात। यो मेरो कोड लगाएर म गोरा भए जस्तो मात्रै हो। म त चन्द्रकुमार शेर्मा लिम्बू किराँती आक्तुङ छँदैछु। यहाँ स्त्रीको पोसाक लगाएर महिला भनेर यो दारीजुमा काटेर केस गरेर यहाँ के अरे नाकमा मुन्द्रे, यहाँ कानमा चेप्टेसन लगाएर महिला बन्दैमा अनुहार र के अरे रूप डिजाइनसँग बने महिला। तर मेरो अण्डकोश र मेरो जीवहरू पुरुषत्वमै रहन्छ। नचेन्जेबल, परिवर्तन नहुने विषयवस्तुहरू। त्यसो भएको हुनाले आत्मा परिवर्तन हुँदैन, आत्मा कसैले बनाउनु सक्दैन भने धर्म कसैले परिवर्तन गर्नु यो लोकमा जरुर छैन। धर्ममा देउनीति हुन्छ,
त्यो नीतिमा कुटी हुन्छ। त्यो चाल प्रपञ्च र षड्यन्त्रहरू म राम्रै जान्दछु। संसारको सबै शङ्कराचार्य ठुल्ठुला फादरहरूसँग लामाहरूसँग औधरीसँग वार्ता गर्न तयार छु। त्यसो भएको हुनाले तपाईहरूले बुझ्नुपर्ने के हो भने हेरोड राजाले यहू वंशीहरूमाथि जो अन्याय गरेको थियो त्यो अन्यायको विरुद्ध जिसस क्राइस्ट जन्मेर अवतार भएर त्यो यहुदीहरूलाई बचाउनु सङ्घर्ष गरेर प्राण त्याग गरेको यो वंशको अवतार भने निदो हो। 2024 वर्षको रनिङमा छौँ। तर किराँत धर्मको भन्ने हो भने 1,55,58,85,124 वर्षको रनिङमा त प्रत्येक पात्रको पहिर मुख पृष्ठमै लेखेको हुन्छ। यहाँले मोहाङ काँदेनाङ महाबोहाङ सृजङ्गाहाङ फाल्गुनन्द र वर्तमान आत्मानन्द धर्मगुरु समेत 7वटा अवतारको सनातनी, सना भनेको सधैँभरि, तन भनेको शरीर। त्यसरी नै हिन्दूका 9 अवतार भइसके, अर्को ग्रन्थमा 24 अवतार भइसके। यो दुईटा धर्महरू व्यक्तिले जन्माएको धर्म होइन। सधैँ सधैँ तनले मानेको सनातन धर्म संसारमा दुईटा मात्रै छ। एउटा मात्रै दार्शनिकको नाम लिएर यहाँ साध्य छैन। हिन्दूका 24वटा दर्शनदाताहरू मान्नुपर्छ, 9वटा दर्शनदाता मान्नुपर्छ भने किराँत धर्म दर्शनको पनि 7वटा मनाचेम्बे, चीनदेखि रसियन, मङ्गोलियन, तिब्बतियन, कोरियन, चाइनिजन, ताइवानियन, किराँतियन, के अरे थारोयन, मगरातीहरू भयो, तमुवानीहरू भयो, जम्मै एउटै सृष्टिका मानवहरू जसलाई गडलाई हामी तागेरा न्युहाङ भन्छ। ता भनेको आउँछ, केरा भने पुग्यो, जहाँ सम्झो त्यहाँ पुग्ने। त्रि भनेको मर्त्यलोक, यो लोक मर्त्यलोक, मरिने ठाउँ। तल पतालोक अनि माथि स्वर्गलोक, तिनै लोकको त्रिशूल, त्रिवेणी। सुल भनेको यसो ताक्नु ल्यायो क्या हजुर? म त ज्योतिष पनि हो नि, खगोल र भूगोलको ज्ञाता पनि हो। त्रिशूल, त्रिदेवता, युमा सामाङ जसलाई सुनिमा भन्छौँ, राई बान्चवा या चाम्लिङहरूले सुम्निमा भन्छ, थेबालाई हामी पारुवाङ भन्छौँ, पानुमाङ भन्छौँ, उहाँहरूले पारुमाङ भन्छ। अनि फालुङ थापुमाङ जो उहाँहरूको प्रधान सेनापति या रक्षक। त्रिदेवता, त्रिशूल, त्रिवेणी, मुन्धुमले यो पृथ्वी तलले मानेको वैज्ञानिक मान्यता। तपाईहरुले यहाँ देख्नुभयो यो कति तला छ, माथिको दुईटा देख्नुभयो कति तला छ, कसैले गनेनन्, तर चन्द्रकुमारले सबै गनिसके। तपाईको यो मन्दिरमा 8 तला छ, यता मूर्ति राखेको ठाउँमा 9 तला छ। त्यहाँ 1 तला मिस्टेक भएको छ। मैले ककलाई भनिसके अघि यो पृथ्वीको सतहदेखि 9 तह छ यो शून्य आकाशमा, जसको दूरी कसैले बोलेको छैनन् अहिलेसम्म। यो पृथ्वीदेखि 1500 किलोमिटरसम्म वायु छ, त्यसपछि अर्को अर्कै तह 9वटा अवतारको तहको यो रूप हो। यो चाहिँ पृथ्वीदेखि माथि, माथिको 9 तह जसलाई मुजोपा भन्छ, उहाँहरूले टुप्पी भन्छन्, त्यसको टुप्पी ऊ त्यो माथि बलिरहेको। यो चाहिँ पृथ्वीको सतहदेखि माथि तलकेन ताङसाङ, तरकेन ताङसाङ आकाश, आकाशको यो प्रतिबिम्ब हो। त्यो मुन्दुमसँग मिल्छ। यो 9 अखेटाको 9 खण्ड खण्डहरू छ भने यज्ञ कुण्डको तल पृथ्वीदेखि मुनि 9 तह बनाएको चाहिँ पृथ्वीको दक्षिण ध्रुवदेखि मुनि 9 तह छ। यो 9 तहको बीचमा पृथ्वी यसरी 1 मिनेटबाट 271 किलोमिटर दौडिराखेको छ। अब 1 अरब 5 करोड वर्षमा यो पृथ्वी पनि ब्ल्याक होलले निले चाहिँ यो पनि समाप्त हुन्छ र मेनिमामाङ, मेन्दामामाङ, निसेमाङ, सेकमाङ, मौलिङ, खेउलिङ, मुसुन्ने, खेसुन्ने हुन्छ। यो ब्रह्माण्ड निराकार हुन्छ। यसको सम्पूर्ण वर्णन किराँतको मुन्दुम, किराँतको वेद, किराँतको सक्सक, सम्झिङ मुन्दुममा, सप्सक मुन्दुममा, चम्दिङ मुन्दुममा, खानित मुन्दुममा
खाओत मुन्दुममा, खाइक मुन्दुममा, खासेन मुन्दुममा, हरेक मुन्दुममा वर्णन छ जो मैले यो पालि किराँत सामिउन ससिरे मुन्दुम भन्ने टट्टल किराँतको मुन्दुमी भाषामा मात्रै लेखेकोहरू तपाईँहरू सबैले पढ्नुहोस्। त्यसमा सम्पूर्ण अङ्ग प्रत्यङ्गहरू थाहा पाउनुहुन्छ। त्यो कुरा नबुझेर नेपालमा 119वटा पार्टी नै पार्टी दलै दल गरेर दलादल गरे जस्तो धर्ममा अनुशासनमा त्यसो गर्नु हुँदैन। धर्म भनेको आत्मा मान्ने वस्तुको नाम हो। जिओटी गड, जेनेरेटर, अपरेटर र डेस्टिनेटर, सृष्टि गर्ने, विकास गरेर अन्त्य गर्ने, उही जिओटी गडै भन्छ। अल्लाह, मुस्लिमले अल्लाह भन्छ, थाहा दिने ज्ञान। एउटा पण्डितहरू प्रवचन गर्ने गर्छन्, अर्जुनको बाण मक्केर सडेर कहाँ गयो गयो, व्यासको वेद बढेर कहाँ पुग्यो पुग्यो। महाभारतको युद्धमा अर्जुनको बाण यति तीक्ष्ण थियो, बाप राम्रो रावणले हानेको त बाणगङ्गा तपाईँको लुम्बिनीको माथि भित्तामा अहिले मिसाइल परीक्षण गरे जस्तो त्यो बेला पनि परीक्षण भएको छ त। त्यो यताबाट बाण हानेर पारी भित्तामा त डङ्गै ठोकिएर पानी निकालेछ, बाणगङ्गा भन्छन् त। त्यत्रो शक्तिशालीहरूको अहिले निशाना छैन, एउटा चोइटा छैन। तर वेदको व्यासले लेखेको ऋग्वेद संहिता अथवा यजुर्वेद संसारमा ढाकिन्छ। अमेरिकामा पनि संस्कृत विश्वविद्यालय छ। त्यस्तै कति लिम्बू कति किराँतीको अरबौं धन सम्पत्तिहरू नष्ट भएर जान्छन्, खष्ट भएर जान्छन्। तर महागुरु फाल्गुनन्दको साम्जिङ मुन्दुम लाबप नाम्बप इक्सागम्बिङ नेने तर केन्ताङसँग पप्प मेन्सामगेन नम्य मिसा आवार हाम्रे मेवारधारी जम्बू द्वीपे उत्तराखण्ड कैरात देशे नदीश किराते नवैश किराते जलैश किराते पृथ्वीश किराते चारै क्षेत्र किराते। यो पृथ्वी भूगोल इक्सादिङ खाम्बे रहन्जेलसम्म यो साम्जिङ मुन्दुम रहँदैन। अघि कुञ्चेले उद्घोषणमा के हो, अमेरिकामा 34 स्टेटमा 34 होइन 33 स्टेट अमेरिकामा छ। म त्यहाँ जाँदैछु 33 स्टेटमा। अस्ट्रेलियामा 5 स्टेटमा छ, 5 स्टेटमा 3 महिना टाइम लिएर आएको छु, भ्रमण गरेर आएको छु, प्रवचन गरेर। त्यसको ज्योति यहाँ तपाईँहरूले जराको रूपमा जो स्थापना गर्नुभयो, जसलाई भन्छ माङकेबमा, हाङकेबमा, याङकेबमा। अघि गुरुले पनि आफ्नो उपदेश अर्तीको बानीमा उपदेश दिनुभयो। त्यो किसिमको मान्छे हेर्दा सोझो सिधा जस्तो, लाटा जस्तो, यहाँको जनजातिहरू कामेहरू भगवानको जस्तो। अरे बापरे, मलाई नै उछिनेपछि अरूसँग त कम्पिटिसन गर्नै भएन नि। गए नामी कि देशी क्या हातो मना नवा मलाई तो दोम्रो बालको आधीबा नै छ। कामले जित्नु पाउँछ नि त हजुर। म जस्तो धेरै प्याट बोल्नेले जित्ने हो र? काम गरेर जित्नु पाउँछ। काम जस्तो काम त्यस्तै नाम, जस्तो शास्त्र त्यस्तै अस्त्र, जस्तो अस्त्र त्यस्तै वस्त्र, जस्तो शास्त्र अस्त्र वस्त्र इज इक्वल टु राष्ट्रको परिकल्पना हुन्छ। त्यसलाई भन्छ दर्शन, फिलोसफी। प्रत्येक फिलोसफीको तन्त्र मन्त्र जन्त्र यन्त्र 4वटा सेक्टर हुन्छ। यो भी सेक्टरको यो सम्पूर्ण इतिहासको जरा फाप मोराहरू कति बाटहरू हेर्दा चाहिँ लाटो काम भनेको चाहिँ महाबाट। कामले जित्नु पाउँछ महाराज। अनुहार राम्रो यस्तो 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 सड्केर न, काम गरेर नाम कमाउन, कर्म गरेर धर्म बढाउन, सेवा गरेर मेवा फलाउन, शास्त्र पढेर अस्त्र बनाउन। शास्त्र चाहिँ बनाउने, अस्त्र नबनाउने त्यसो पनि यसो मात्रै हो। पुस्तक पढेर मस्तक भर न, पुस्तक चाहिँ प्यारेर बोल्ने, भरे चाहिँ हग्न पनि जान्दैन। के गर्नु हजुर? पुस्तक पढेर मस्तक भर न, ध्यान गरेर ज्ञान ल्याउन। जस्तो ध्यान त्यस्तै ज्ञान, जस्तो ज्ञान
त्यस्तै त्यो बिगार्ने विज्ञान। विज्ञान भनेको बिगार्ने है, ज्ञानमा बी थप्यो भने बिगार्ने। उदाहरण त मिसाइल बनाएको अमेरिकाको मिसाइलले त्यो बनाउने वैज्ञानिकलाई हजुर चिन्छ र? मैले देखेको कमाउने कामीले कर्द र खुकुरी बनाउँदैछ, उसकै हात अघि काट्छ। यो खुकुरीले मलाई यसले बनाउँदैछ भने चिन्दैन, त्यो अज्ञान हो नि हजुर। त्यसलाई भन्छ भौतिक, त्यसलाई भन्छ विज्ञान। अब मिसाइल बनाउने वैज्ञानिकले उसकै मिसाइलले उडाउँछ हजुर, मैले के गर्ने? तर वेदले, बाइबलले, मुन्दुमले, त्रिपिटकले, कुरानले कसलाई बिगारेको थियो? कसैलाई बिगार्दैन। ज्ञान भने त्यस्तो हो, ज्ञानै ज्ञान, महाज्ञान, गुरु नै गुरु, महागुरु। फाल्गुनन्द नेपालको किराँतीहरूको त मुक्तिदाता, चेतनदाता, ज्ञानदाता, दर्शनदाता त हो, तर विश्व धरातलमा बस्ने सम्पूर्ण अन्याय हुने, अंश वंश र हंसलाई अन्याय गर्ने सबै जातिको महागुरु को आज 140औं जन्म जयन्तीमा यस्ता शब्दहरू तपाईहरुको माझमा मैले अभिव्यक्त गर्न पाउँदा साह्रै नै हर्षित छु। उहाँलाई 16औं राष्ट्रव्यापीको घोषणा 66 साल मंसिर 16 गते घोषणा गर्दा म आँसु झारेको छु। त्यो बेलाको संघर्ष बेग्लै छ। किराँत धर्मलाई सेन्ट्रल सिक्युरिटी बोर्ड, केन्द्रीय सुरक्षा बोर्डले खारिज गर्दा गुरु र हामीलाई कस्तो धक्का भएको छ, यो बेग्लै इतिहासका कथाहरू छन्, व्यथाहरू छन्। तर आज महागुरुको जन्म जयन्तीको दिनमा तपाईहरुले ज्ञानको सार बुझ्नु पर्ने चाहिँ बाबुआमाका छोराछोरी मानिस हुन् बराबरी भन्ने महागुरुको एउटै द्वारबाट निक्लेका छोरा र छोरी त्यो बराबर होशियार हुन्, त्यो बराबर अंशियार हुन्, त्यो बराबर वंशियार हुन्, अंशियार हुन्, अंशियार हुन्। बराबर अंश वंश दिनु, बराबर विद्या बुद्धि पढाउनु भनेर 1928 वैशाख 24 गते सत्यधर्ममूलका 7 बुँदीमा यो प्रश्न छ। सायद त्यसैले होला मेरो साइली चुटी भट्टराईसँग गयो, कति ठुलो बिहा गर्दी। मेरो काका भाइको नातिनी दमैसँग गएको छ, कति मजाले बिहादान गर्दिउँ। मैले दमै कान्छाले 7 वर्ष घरमा राखेँ, पानी बोकाएर कति बाउले चिया खुवाएँ। धानको ढिकुटी तलदेखि बोकेर टाढामा उसले लगाएको छ। मानिसको जात मानिसै हो, मानिसको अर्को जात हुँदैन। तर विजात केलाई मैले कोटी होममा ठुल्ठुलाहरूले बोले त जात र विजात छुट्याउने, मानिसको जातै जातै भन्छ, विजात चाहिँ कसलाई भन्छ हौ? अजात चाहिँ कसलाई? दमा बजाउने दमै नाम हो। टोङ्टो हाम्रोमा त मादैनहरू छन् त, फेन्दुवा मादैन कामी हो नि त फेन्दुवा भनेको त। फलाम कुट्ने काम गर्ने कामी, दमा बजाउने दमै, सर्काउने सार्की। अनि विजात चाहिँ के हो भन्यो भन्दा घोडा र गधाको सम्भोग हुन्छ, बच्चा काट्दैनन्। हाँस र कुखुराको सम्भोग हुन्छ, अन्डा काट्दैनन्। कुकुर र स्यालको सम्भोग हुन्छ, बच्चा काट्दैनन्। मृग र बाख्राको सम्भोग हुन्छ, बच्चा काट्दैनन्। किन? विजात हो, यसको उनीहरूको नस्ल मिल्दैन। तर अमेरिकाको गोरा, अफ्रिकाको हप्सी, इन्डियाको हिन्दू, नेपालको किराँती, चीनको तिब्बतियन र कोरियनको चाइनिजन कोरियन मिसाइदिनुहोस् त हजुर कतिवटा निकाल्छ। गोरु कसरी विजात भयो हजुर? विज्ञानले मान्यो त। सार्किनीसँग मुख चुसेर मुख ल्याप्की ल्याप टोका टोकेर सम्भोग गर्न मिल्ने, तर हजुर उसले बाहिर यसो छोको भित्रको पानी खान नहुने। अब त्यो हातमा
फोहोर मैला गुथ्यो भने त आमले छोको पानी म पनि खाँदिनँ नि त। तर गाग्रोभित्र बाहिर छोको पनि खानु हुँदैन। तर त्यो बाहुनलाई चाहिँ बिमारी भयो र खुन चाहियो भने दमैनीको खुन ब्लड दिएर बचाउनु चाहिँ मिल्ने अरे हो अदमसी बचाइराखेको छ त। त्यसो भए उनीहरूले यस्ता अवैज्ञानिक त्यो बिगार्ने क्या अवैज्ञानिक ज्ञानहरू ज्ञान होइन है। च्यामेले छोको पोडेले खानु नहुने, पोडेले छोको बादीले खानु नहुने, बादीले छोको माझीले खानु नहुने, माझीले छोको दमैले खानु नहुने, दमैले छोको सार्कीले नखाने, सार्कीले छोको कामीले नखाने, कामीले छोको राईलिम्बूले नखाने, राईलिम्बूले छोको छेत्रीले नखाने, छेत्रीले छोको जैसीले नखाने, जैसीले छोको उपाध्याय बाहुनले नखाने। 13वटा छुवाछुतको श्रृङ्खला त्यो ज्ञान हो, त्यो विज्ञान हो, त्यो ज्ञान हो। त्यस किसिमको शासन पद्धतिहरू संस्कारहरू यो लोकमा भारत र नेपालमा कति छन्। सबैभन्दा अचम्म चाहिँ हाम्रो लिम्बू जनजातिहरूकोमा म आफै अचम्म परेको छु। बोका काटेर देउतामा चढाउँदा पानी बर्साउँदा यसो यसो गऱ्यो भने त लो बर्स्यो मान्यो परे त अनि काट्छन् पो। मैले लाटाले जानेको चाहिँ यसो यसो गर्यो भनेको त होइन होइन भनेको हो, न भनेको हो मान्यो भने त यसो यसो गर्नुपर्ने त्यहाँनिर होइन। अनि त उसले यसो पर्सिँदा त पर्सि मान्यो। अब छाट्टै काटेर खुन चढाउँछ अनि हातमा लाग्यो भने छि असिर देशले भन्छ त्यो त छि भयो। त्यसो भने छि किन चढाइस् त हजुर? हामी त देउतामा चढाएको भने प्रसाद उठाएर खान्छौँ। उसले त्यो देउतामाको खुन उठाएर प्रसाद खाँदैन, आफूले त मिठो बार मसला खाएर आफू चाहिँ खाने। आफूभन्दा के अरे जेठो देउता ठुलोलाई चाहिँ काँचो खुन खुवाउने। मलाई चाहिँ 2031 सालमा मेरो धामीले मेरो मङ्गेना उठाउँदा भालेर पोथीको मङ्गेना उठाउँदा त्यो गुहुको रस र त्यो खुन खाएदेखि म बहिरागिएको। अनि त्यो कुखुरालाई महिना उ गर्दा त्यो ढाडमा यसो गर्दैछ क्वा 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 कहाँ क्वा गरौँ त्यहाँ चाहिँ मरण रहेछ। अनि यस्तो घाँटीमा अघि रान सिङ्गान थुकहरू नानीले हरेकोहरू कट्याएर खान्छ, हिलोमा कट्याएको किरा फटेङ्ग्रा मकै कोदो जम्मै यत्रो गुध्याङमा भन्छ हाम्रो भाषाबाट, नेपाली भाषाबाट गाँड। अनि त्यो चाहिँ त्यो ठ्याक्ठ्या गर्दा यहाँ नाकबाट मुखबाट तुरुरु खुन पनि, अनि त्यो हरियो गुको रस पनि ठ्याक्रकै झरेको बटुकोमा मैले 4 पटक कुरु खुवाएको छु। अब मेरो मङ्गेना उठाएको म त देखेँ, घि लाग्यो भन्नु भएन, चुपचाप सुरु खाएँ। अनि त्यो चाहिँ बाँकी उब्रेको चाहिँ पानी त्यो चुला वरिपरि गरेर फुगाइ पठायो। अनि जोख्ना चाहिँ के अरे भने त्यो चिरेर भित्र उसको कुलुङमा मुटुक चाहिँ पोलेर खाएँ। त्यो चाहिँ जोखना परे त हजुर। त्यसपछि म बैरागिएको हुँ। कुखुराले त मेरो शिर पटक्कै उठ्दैन, राँगाले पनि उठाउन, हात्तीले पनि उठाउँदैन भन्ने मेरो दिलभित्र आयो। कुखुराले भालेले राँगाले उठाएको त वीरेन्द्रले त 1000वटा राँगा पनि काट्न सक्थ्यो, 1000वटा हात्ती मार्न सक्थ्यो दरबार ध्वस्त हुने बेलामा। हुँदैन। जीव जन्तु पशुको पनि पशु आत्मा हुन्छ, जीवात्मा हुन्छ, मानवको मानव आत्मा हुन्छ। मात्र उनीहरू चैतन्य खोज्दैनन्, हामी चैतन्य खोज्छौँ। चैतन्य भनेको माग हो, माग भनेको परमेश्वर हो। हामी त्यही कारणले हामी धर्म मान्छौँ। पशुहरूको धर्म हुँदैन, त्यही कारणले चेतनशील छ तर चैतन्य खोज्दैनन्। जीव आत्मा छ, परको परमात्मा खोज्दैनन्। हामी आत्मा भएको समगोवारको समवाङकोम्बोङ आत्मा भएकोले परको आत्मा खोज्नु पर्छ। ईशान कोणतिर जहाँ ईश्वर वर्ष त्यसलाई ईशान कोण हाम्रोबाट खेसेन लाजे माङजुम लाजे भनेको छ। तपाईँहरू शान्ति मन्दिरमा अध्ययन गर्नुभयो होला, त्यहाँ छ। अस्ट्रेलियाको पेङ्गुइन चराहरूको त मान्छेभन्दा बाठो, त्यति बाठो त मान्छे पनि छैन। अर्को एउटा माछा जस्तो सानो जीवहरू छ, 2टाको सम्भोग हुन्छ, भुँडी बोक्छ छोराले,
अचम छ उल्टो। तपाईहरुलाई संसारीको माननीय धर्मप्रसाद ढकाल वामपन्थीहरूले के अरे नक्सलाइटहरूले मार्दाको घटना बनाऊ। एसएसपी डीएसपी कुकुरलाई ल्यायो त्यो सुँग्नुलाई, हत्या पत्ता लाउनुलाई। डीएसपीले गाइड गरेर ल्यायो त्यो कुकुर चन्द्रगढीको हवाईजहाजमा उतारेपछि खाटमा बस्यो अनि गाडी तयारी भयो। गाडी चढ्नु मान्दैन, चुपचाप बस्छ। अनि तयारी अब गाडी भयो, इसारा गर्छ मान्दैन, कुकुरसँग कुरा मिल्दैन। अनि सिपाहीले गरा ए तिमीहरूले के गर्यो होइन हामीले केही गरेका छैन भने के तिमीहरूले सलो ठान्यौ न? कुकुर बराले किन सलो ठान्ने भनेर चुपचाप सलो ठान ठाक ढाक गर्दा त अनि कुकुरले यसो गरेर अनि थपक्क गाडी चढ्यो। गाडी चढेर गाडीबाट सञ्चार ल्यायो। जहाँ हत्या भयो त्यहाँ सुँग्नु पर्छ उसले। त्यहाँ सुँगेर पूर्व लाग्यो। त्यो सञ्चारदेखि बित्ता 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 सुँग्दै सुँग्दै मिची पार पार्यो। अब मिचीदेखि पारी मिची खोलाले त्यो मान्छे तरेर गयो, बाहिर इन्डियामा जानु भएन, त्यहाँदेखि फर्क्यो। यता फर्केर खोज्दै खोज्दै एउटा हत्यारेकोमा घरमा गएर ढुक्क बस्यो बाहिर। अनि सिपाहीहरू चढ्यो, 3 तला हेरे मान्छे भेटेनन्, फेरि झर्यो। कुकुर मान्दैन त, कुकुर मान्दैन, मान्छे बाटो कि त्यो बाटो अब हेर्नुहोस् त। अनि फेरि चढे, 3 तला परेको गुडमा ढिकुटी के अरे बाकसमा दराजमा छ कि जम्मै खोलखलाल गर्यो, कहीँ भेटेनन्। कहीँ नभएपछि फेरि झरेर छैन भन्यो, मान्दैन त। अनि ए बाबा भनेर फेरि चढ्यो। तेस्रो पल्ट चढ्दा यो धानको ढिकुटीमा पो भित्र पसेर लुकेको छ भनेको। धानको ढिकुटी फोड्दा त ढिकुटीभित्र पो लुकिराख्यो रहेछ। अनि पक्रेर ल्याएर उसले टोक्नुपर्छ यसो छ्याप्पै। अनि उसको छेउमा लाउँदा यसो ख्याप्पै चिनो दियो, अनि मात्रै नेलखडी लगायो। नटोकी नेलखडी लाउनु पाउँदैन। त्यत्रो बाठो कुकुर हो तर धर्म छैन हजुर। चेतना छ, हामीभन्दा बाठो छ, चैतन्य खोज्दैन। जीव आत्मा छ, परमात्मा खोज्दैनन्। यो कारणले उसको स्कुल पनि छैन, मन्दिर पनि छैन, संगठन पनि छैन, चेतनशील चाहिँ छ। हामी मानवहरू त्यति चेतनशील भएको, चेतना भएको बाटोहरू विद्वानहरूले यहाँ कस्ता कस्ता अभिधानले यहाँ चैतन्य खोजेर मन्दिर खडा गरिसक्यो। पढे लेखा मै हुँ भनेले स्यो डोलोकाउ कन्नुमा गयो अस्पताल निको पर्याउ भनेर बडा मिठो कविता कोरेर उपर खुट्टी लाउँदा हुन्छ र? आत्मा हुनेवालाले परमात्मा खोज्नु पर्छ। परको आत्मा जानेपछि त्यसलाई नै परमात्माको दर्शन बन्छ, आत्माको साक्षात्कार बन्छ। आत्मा अब शरीरमा कहाँ छ त्यो कुरामा यस वर्गका सम्पूर्ण धर्मावलम्बीहरू एक ठाउँ प्रशिक्षण लिन तारतम्य गर्नुहोस्। म 2 दिन या 3 दिन 1 हप्ता म प्रशिक्षण लिन आउँछु, तपाईँहरूले सेवा गर्न जान्छु। यो एउटा विश्वको धरातलको लागि, सम्पूर्ण धर्मावलम्बीहरूको लागि यो उदाहरणीय जो बनेको छ, जो मूर्ति बनाएको छ, जो चाहिँ मन्दिर बनाएको छ, जो यज्ञ कुण्ड बनेको छ, यो मानव मोक्ष प्राप्तिको लागि राजसिद्धि, देवसिद्धि, राजसिद्धि, देवसिद्धि, ब्रह्मसिद्धि, योग सिद्धि, चतुर्थ सिद्धिको लागि र काम अर्थ मोक्ष र धर्मको लागि मानवलाई चाहिने दशशील, अष्टशील, अष्टाङ्ग मार्ग, दशम मार्ग, मानव मोक्ष मार्गको लागि यसले प्रशस्त ढोका खोलिदिएको छ, युवामा गरेको छ। त्यो कुरा गुरुले पनि अघि संक्षेपमा भनिसक्नुभयो। अब म समय मलाई आधी घन्टा मात्रै बोल्नु दिएको, कति बोल्दै भयो, टाइम पुगिसकेछ। अब बोलौँ भन्दा भन्दै तपाईँहरूलाई पनि सुनौँ भन्ने तपाईँहरूको विचार हुँदाहुँदै समयको पाउँदैले मैले ख्याल गर्नुपर्छ। बोली गोली र समय फेरि फर्किनेवाला चिज होइन। मलाई जमुनाबाट चौकुसेलाई हेर्न आउने भनेर हिजो प्रशान्त साउदेन एफएमले फुकेको थियो। हिजो मलाई त्यो प्रकाश साउदेन त फुक्दो रहेछ नि रेडियो जस्तो, त्यसलाई प्रशान्त एफएम भनेर हिजो जिस्काएँ।
त्यो सुन्दा र मेरो पनि त्यो जमुनाको राम्रा राम्रा मान्छेहरू राम्रीसँग दर्शन गर्नुपर्दा म पनि अथाह सुनमा सुगन्ध हुने थियो भन्ने मेरो पनि मनमा थियो। तर यहाँ जमुना मात्रै होइन, गङ्गा मात्रै होइन, यहाँ मावो मात्रै होइन, सुलुबुङ मात्रै होइन, यहाँ खुलुबुङ मात्रै होइन, यहाँ पेङ मात्रै होइन, यहाँ बेङ मात्रै होइन, सबै विचारधाराका मानवहरू यहाँ तपाईँहरू हुनुभएको छ। मेरो सम्पूर्ण म जस्तै मान्छेहरू, तपाईँहरू पनि मानवता जीवात। यहाँ प्रमुख अतिथिको रूपमा उपस्थित भइरहँदा कता कता तपाईँहरूबाट पाएको माया, सद्भाव र प्रेमलाई न्याय गर्न सक्दिनँ कि भन्ने सङ्कोचमा छु। यस कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भएकोमा म अत्यन्त आभारी छु र महागुरु पवित्र तपोभूमिमा तपाईँहरूसँग सत्सङ्ग गर्न पाउँदा आफूलाई गौरवन्ती महसुस गरिरहेको छु। धर्म र आध्यात्मको तपोभूमि नेपाल ऐतिहासिक कालदेखि नै समस्त मानव जातिको लागि आकर्षणको केन्द्र रहँदै आइरहेको छ। यस क्रममा महागुरुको अवतरणले यो रमणीय भूमि पनि तपोभूमि भएर ज्ञान र चेतनाका प्रकाश विस्तार गर्ने केन्द्रको रूपमा पहिचान बनाउन सफल भएको छ। तपोभूमि नेपाल उत्तर र दक्षिणबाट आउने विविध धर्म, जाति, संस्कृतिको संगम स्थल हुन पुगेको छ। पूरा पर्वकालदेखि विश्वका अनेकन धर्म, संस्कृति र सभ्यताहरू विभिन्न कालखण्डमा उदाए र अस्ताएका पनि छन्। तर नेपालको हिमाल पहाडका बीच पल्लवित यस किरात धर्म र संस्कृतिले हजारौं वर्षदेखि नेपालभित्र मात्र होइन, आज देश बाहिर पनि आफ्नो पृथक पहिचान तागेर निवा भूभाङ्गे सेवाहरू आज इलाम जिल्ला त मेरै जिल्ला हो, गाउँ पनि मेरै गाउँ हो। यो म सम्पूर्ण धर्मावलम्बीहरूलाई विभिन्न धर्महरू संसारमा मानिएको छ, म सबैले शुभकामना दिँदै यो सन्तपुर गाउँपालिकामा म आज आइपुगेँ। योभन्दा पहिला पनि यो बाटो हिँडेको छु। यो जमुनाको बाटोमा त्यति बेर इन्डियात्र पसेको छु पहिला पनि। र म आज डाँडा खोलाहरू, नदी नालाहरू, यहाँको हरियाली जङ्गलहरू हेर्दै आउँदा यहाँ त देवी देवताहरूले बास गरेको ठाउँ हो। यो गाउँपालिकामा यतामाथि हामीले पहिला याक्थुङबारको भाषामा चाहिँ यसलाई नामसेलिङ भन्थ्यो, अहिले त सन्तपुर भनेर भनिन्छ। सन्तपुर चाहिँ कसरी नाम रह्यो भन्दाखेरि सन्त वीरबरा हाकिम हुँदाखेरि यहाँ माथि एउटा कोठी बनाएको थियो अरे, अनि सन्तपुर त्यतिकै सन्तपुर भेगाएको छ। यो खास गरी यसको नाम चाहिँ नामसेलिङ हो। बिहानै घाम छट्टै भेट्ने थलो, रमाइलो थलो र देउसीमा फट्याउँ भट्याउँ थियो कि अब पुर्खाहरूले। नामसेलिङ पात घुम्दाखेरि परेवा पन्छीले ढाकेर जाउँ भने आशीर्वाद दिन्थ्यो क्या। र त्यस कारणले यो नामसेलिङ मात्रै होइन, देवी देवताहरूको एउटा बस्ने थलो पनि हो। यो माई खोलाको शिर भनिन्छ। त्यसलाई जोगोमाईहरू धेरै मिसेर गएको हुन्छ यहाँनिर, र रमाइलो ठाउँ हो यो। र म आज यसमा आइपुग्दा एउटा कस्तो आत्मा फिलिङ भयो, कस्तो आत्मा शान्ति भयो भने जस्तो हाम्रो जिल्ला अति सुखी जिल्ला हो यो। यहाँदेखि यो पहाड यो भनौँ लेक घुम्दै आउँछ। यसमा दुध मही प्रशस्त पाउँछ
यहाँनिर पहिला अलैँची प्रशस्त हुन्थ्यो, चियाहरू पाइन्छ, आलुहरू पाइन्छ, खर्सानीहरू पाइन्छ, काँक्राहरू पाइन्छ, मिठो मिठो चिजहरू खानु पाउने थलो हो र एउटा पुण्य ठाउँ हो इलाम जिल्ला पनि। र महागुरुको जन्मस्थल पनि इलाम जिल्लामै भएको हो। म पनि इलाम जिल्लै जन्मेको, इलाम जिल्लै बसिया छु अहिले र म इलाम जिल्लाको कुना कप्चा सबै कुराहरू मलाई अलिअलि थाहा छ। र यस ठाउँमा आइपुग्दा हामी इलामी जनताहरू बडा हामी रमाइलोसँग बसेका छौँ। दुःख सुख जसुकै होस् हामीले खोर्सानी बिना हामीले फल्सामा गएर चाहिँ सिस्नो टिपी ल्याएर पनि हामीले घटेर खाएर आनन्द मनले बस्ने थलो हो यो। र मलाई यस्तो शान्ति लाग्यो। हाम्रो मन्दिरहरू पनि बनियो यहाँनिर, हाम्रो माङहिममा रुम पनि बनियो र यो माङहिम बनेको हुनाले यसको आशीर्वाद महाहरूको जन्म जयन्तीको अवसरमा हामीले अनुमोदन गरेका छौँ। यसमा हामीले जे माग्यो पाइन्छ, शक्ति माग्यो पाइन्छ, धन माग्यो पाइन्छ, सबै छोराछोरी माग्यो पाइन्छ। यो यस्तो थलो हो। देवस्थल भनेको त्यो हुन्छ। जस्तो पाथिबारमा गएर हामीले छोराछोरी माग्यौँ, धन माग्यौँ पाइन्छ। होइन म पल्टन जान्छु भनेर गइयो भने पनि पल्टन पनि लागिन्छ। पशुपतिमा गएर सम्झे पनि लागिन्छ। यसले गर्दाखेरि मागको स्वरूप क्या यो विभिन्न हाम्रो मुलुकमा हाम्रो देश मागले सिँगारेको, देवी देवताले सिँगारेको हाम्रो मुलुक हो, हाम्रो देश हो, हाम्रो राज्य हो, हाम्रो भूमि हो। र यसले गर्दाखेरि हाम्रो भूमिले हामी सबैलाई संरक्षण गर्नुपर्छ, म यो भन्छु। र बुद्ध पनि नेपालमै जन्मेको हो। बुद्ध नेपालमा जन्मेको, शान्तिको कामना गर्नुहुन्थ्यो, माग प्राप्त गरेर जानुहुन्थ्यो उहाँ। र महागुरु पनि यही इलाम जिल्लामा जन्मेको, शान्तिको कामना गरेर जानुभयो उहाँहरू। र त्यस्तै यो पुरुषहरू, महान पुरुष योगीहरू चाहिँ यो इन्डिया र नेपालमा जन्म लिन्छ। त्यसले गर्दाखेरि यो देवताको खेल्ने ठाउँ। शिव पार्वती महादेव पनि यही थलोमा खेलेको हो। हिमावट खण्ड, हिमालय खण्ड शिव पार्वतीको दरबार हो र देव देवताले सिँगारेको ठाउँ हाम्रो मुलुक हो। यसले गर्दाखेरि हामी नेपाली जनताहरू धर्ममा त आकर्षितै छ। म सबै पनि अहिले नयाँ प्रविधिले गर्दाखेरि टिभी च्यानल विभिन्न हेरिराखेका छौँ। धर्मप्रति अब सबैको मन छ, ध्यान छ र हामी धर्ममा हामी छौँ। हामी किराँत धर्मावलम्बीहरू पनि छौँ यहाँ। हामी धर्म भनेपछि सबैलाई हामीले सुविधा, सुख सुविधा र आनन्द होस्, शान्ति होस्, कामना रहोस्, विश्व शान्ति होस् भन्ने हाम्रो कामना गर्छौँ। विश्वमा हामीले विश्व शान्ति मानव एकता कुरा गर्छौँ र हामी एकता हुँदै पनि छौँ। हामी धर्ममा एकजुट भयौँ र हामी खोलेर लाग्यौँ भने देश मुलुक शान्ति हुन्छ र धर्ममा लागेन भने देशमा शान्ति हुन्छ। नेपालमा घरिघरि अशान्ति गर्नु खोज्छ तर हामी शान्तिको लागि हामी अघि बढिराखेका छौँ। र हामी के भन्छु भने मेरा दाजुभाइ दिदीबहिनीहरू, मेरा वंशहरू चाहिँ अलिकति हाम्रो धर्मले चिन्ने र सत्यको बाटोमा लाग्ने, सत्यको पछाडि हिँड्ने भने त्यो सिक्नुपर्छ भन्छु म चाहिँ। किनभने यहाँनिर इलाम जिल्लामा त धेरै हाम्रो मान्छेहरू छौँ। यहाँ विभिन्न जातिहरू छौँ। आफ्नो धर्म छ, आफ्नो संस्कृति छ, आफ्नो रीतिरिवाज छ, आफ्नो किसिमका छ। त्यस कारणले एउटा फुलबारी बनेर सोझेर बसेका छ। सबैमा एकमा माया, स्नेहता, माया मोह राखेर, दया माया राखेर हामी बसेका छौँ। यसले गर्दा यसरी नै हामी भोलिसम्म बस्नुपर्छ, पर्सिसम्म बस्नुपर्छ, साउन वर्षसम्म बस्नुपर्छ। म यही तपाईँलाई आह्वान गर्न म चाहन्छु। आज हाम्रो डाक्टर शेखर कोइरालाजी मैले निमन्त्रण गरेँ। अतिथि कसले बोलाउने भन्ने कुरा आयो मौकामा शेखर कोइरालाजीले बोलाउँ। किनभने हामी
गिरिजाबाबुसँग राम्रो बसेको। उहाँ आउँदाखेरि गिरिजाबाबुको पनि सम्झना हुन्छ। गिरिजाबाबुले तपाईँको जिउभरि तिमी प्रधानमन्त्री खानु भनेर आशीर्वाद दिँदैन कोही हो। प्रधानमन्त्री हुँदाहुँदै साथ छोड्नु भनेर भने त्यो पुग्यो क्या। यसले गर्दाखेरि शिखर कोइराला आउनुभयो। गिरिजाप्रसाद कोइरालाजीको सम्झना आयो मलाई। र देशमा नेता गुरु सबै मिलेर मुलुकलाई जनतालाई हामीले सुख सुविधा दिनुपर्छ र सुविधा पनि दिनुपर्छ। र मैले लागेको इलाम जिल्लामा पहिलाभन्दा विकास भएको हो नि। बाटो त बनायौँ नि, बाटो त गाउँ पुऱ्याइदिएको छौँ नि होइन। बिजुली गाउँ घर घर पुगेको छ। पहिलाभन्दा त के विकास भएको है। अहिले यसलाई राम्रो मार्फत गरौँ भन्ने हाम्रो भावना हो। र त्यसले गर्दाखेरि यस गाउँपालिकामा मेरो तर्फदेखि के आशीर्वाद छ भने यहाँको जनतालाई सुविधा होस् र यहाँ सुख सुविधा जहिले मिलोस् र धन सम्पत्ति जहिले मिलोस् र कुरा सबै जहिले मिलोस्। यही नै मेरो आशीर्वाद छ। म यसो भन्दै म अलिक पास्तातिर जानुपर्ने भएको हुनाले आज मेरो प्रवचन छट्याउँदैछु। र महागुरुले यो ठल्लोमा महागुरुको कुरा ल्याउँदा हामीहरूको त मुटु चुडिन्छ। यो बाटोमा कुखुराको फङ्गी बोकेर हिँडेको ठाउँ यो जमुनाको बाटो हो। यहाँ पर चिप्ले लडेको ठाउँ र यही पर्तिर छ। माले भन्छन् यही पर्तिर छ। र यहाँदेखि चाहिँ डार्लिङ गएर भर्ती भएको र यही बाटो हिँडेको हो। त्यसले गर्दाखेरि हामीले सम्झना छ। अब माघको दिन माघको लक्षणले हाम्रो इलाम जिल्ला हडबडा हुन्छ र सबैभन्दा राम्रो जिल्ला बनिन्छ। एउटा नमुनाको जिल्ला बनिन्छ होला भन्ने मलाई चाहिँ लागेको छ। यसले गर्दाखेरि तपाईँले इलामी जनताहरू म यही आशीर्वाद दिन चाहन्छु। सदा एकता रहौँ। हामीमा नबाजौँ नजुदौँ र हामीमा सद्भाव राखौँ, एक प्रेरणा राखौँ। हामी एकता रहौँ। हाम्रो इलाम जिल्ला फुल जस्तो नमुना जिल्ला भन्छ नेपालको। म यही तपाईँहरूसँग आशीर्वाद दिँदै अब म के भन्छु भने अब म त सबैभन्दा पनि अलिकति मेरै वंशलाई अलिकति गाली गर्ने मेरो इच्छा छ क्या। हाम्रो वंश चाहिँ चेतना छैन। चेतनामा भनिराखेका छौँ हामीले। चेतना छैन। हाम्रो वंश चाहिँ एक डबकको चाहिँ जाँड हाल्यो भने उसको चेतना त्यही हो। उसको ज्ञानहरू सबै हराउँछ, उसको बुद्धिहरू हराउँछ। अनि बाटोमा सोचिरहन्छ। दुनियाँले लात्तीले दिन्छ, दुनियाँले थुक्दा पनि मानिराखेका छ। हो यो स्वभावदेखि चाहिँ हाम्रो फेबुङ याक्थुङ साथी अलिकति अलग रङ्गै भन्छु है। हुन्छ नरिसिनु होला नि तपाईँहरूले होइन। भरे नै फेसबुकमा के लेख्नु थाल्नुहुन्छ होला होइन। लेख्दै हो। तर सत्य कुरा चिन्नुपर्छ, सत्यको बाटोमा लाग्नुपर्छ। यही नै भन्छु तपाईँहरूलाई। र यहाँनिर हाम्रो वंशहरू धेरै छ। यहाँ हाम्रो वंश धेरै छ। हाम्रो बाटोमा लाग्नुपर्छ। सत्यको बाटो पछ्यायौँ भने हाम्रो भावी सन्तानहरू चन्द्रमामा पुग्छ, ऊ मङ्गल ग्रहमा पुग्छ, भोलि वैज्ञानिक बन्छ, विद्वान जन्मिन्छ। यो सुध्रिँदै जान्छ क्या यसरी। त्यसले गर्दाखेरि महागुरुले के भन्यो भने समाज सुधार। महागुरुको समयमा के थियो भन्दाखेरि हाम्रो याक्थुङबाहरू लिम्बूहरूले त 3 वर्ष हप्तामा बग्नु पर्ने। छोरी चेलीको दाम त कति लिनुपर्ने पर्ने। उसको जग्गा बेचेर आउँछ। जो छोरी भन्यो जग्गा बेच्नु लगायो, खायो, तानेर 3 वर्ष खाने। अनि छोरी जोइ पनि नङ्गै बनायो। यस्तो भएको दिमाग हो हाम्रो। यसले गर्दाखेरि यो दिमाग चाहिँ अलिकति चेन्ज गरौँ। यो दिमाग चाहिँ अलिक परिवर्तन गरौँ। म यही भन्छु। मेरो वंशलाई चाहिँ यही अनुरोध गर्न चाहन्छु। र हाम्रो समाजहरू अब यहाँनिर यो धर्म हाम्रोहरूले भन्दा क्षेत्री बाहुनले बुझ्छ। क्षेत्रमा धेरै बुझेको छ। मेरो चेलाहरू छन्। क्षेत्रीमा धेरै ज्ञान छ धर्मको कुरा।
धेरै अगाडि बढाउँछ दिमागमा पनि अगाडि छ सबै हरेक पनि अगाडि छ हामी दिन प्रतिदिन पछाडि लागेका छौँ हाम्रो नजान्नाले हामी त नबुझ्नाले हामी अगाडि लगेका छौँ त्यसले गर्दाखेरि खानपिनको लागि म के भन्छु भन्दाखेरि तपाईँहरूले नखाइ नसक्दाखेरि कम्ती खानु आराम त्यो खाएर श्वासले नकुद्नु हाम्रो लिम्बूहरू त जाँड खाएपछि श्वासले कुद्नु थालिहाल्छ लडाइँ झगडा भइहाल्छ हिंसा भइहाल्छ अनि मुद्दा दिन थाल्छ मुद्दा दिएपछि वकिलको पालो आइहाल्छ न्यायाधीशको पालो आइहाल्छ पैसा बुझाउनु पर्यो दुःख पाउनु पर्यो यो कुराबाट चाहिँ अलिकति हाम्रो समाज चाहिँ अलिक सचेत रहनु पर्यो म यही भन्छु तपाईँहरू हाम्रोमा यस्तो छ खाएपछि आनन्दसँग सुत्यो भनेर ठिकै छ गेजेङ 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 बाजी बस्छ क्या अनि अरिष्ट अनि व्यवहारमा अरिष्ट हाम्रो काम गराइमा अरिष्ट हाम्रो भनाइमा अरिष्ट सबै अरिष्ट यसले गर्दाखेरि यसले सुधार्नु पर्यो तपाईँहरूले हामी अहिले त आधुनिक युग हो नि जीवन्त युग अर्कै आयो नि जमाना आयो नि अहिले उहिले त चिठी लेखेर चाहिँ हङकङ लेख्दाखेरि कार्तिक महिना पुग्थ्यो अहिले त कानेमा हल्ला गरेपछि पुगिहाल्छ यस्तो जमाना आयो हामी पनि विकास हुन मान्छे जस्तो बनाउँ न सबैले सद्भाव राखौँ सबैले प्रेम राखौँ सबैसँग मिलेर हिँडौँ म यही भन्छु तपाईँहरूसँग र यसमा यो कुरामा चाहिँ म हाम्रो उच्च क्षेत्रगणहरू मसँग धेरै छ धेरै भक्तहरू छ धेरै विचारहरू उच्च छ विचारले उठाउनु पर्यो नि अनेकौँ देश बन्छ राज्य बन्छ नभए त जुनको देउने यसले गर्दाखेरि यही भन्दै तपाईँहरूले गुनासो नगर्नु होला यति भन्दै होइन अब तपाईँहरूले जे गर्नु होला गर्नु होइन त बुढीसँग नबाज्नुहोस् बुढासँग नबाज्नुहोस् त्यो खाएपछि अलिकति खाने हो सुत्ने हो धेरै खायो भने क्यान्सर टिबी सबै त्यही हुन्छ चुरोट तान्यो भने क्यान्सर त्यही हुन्छ धेरै जाँड रक्सी खायो भने क्यान्सर त्यही हुन्छ राम्रो खालको रक्सी अमेरिकाको बोतलमा भएको राम्रो 10-12 पर्छ 90,000 पर्छ त्यो 6 महिना खायो भने सकिन्छ माथिल्लो गाउँमा जाइहाल्छ यसले गर्दाखेरि तपाईँले खानु पनि जान्नु है भन्छु है म चाहिँ तपाईँहरूले नारी सुन्नु होला खानु चाहिँ खाने जान्नु त्यो खाएकोले हामी उल्टो खान थाल्यो त राम्रो हुँदैन है र यो भन्छु तपाईँहरूले मेरो भनाइ चाहिँ यो हो अहिले सत्यको बाटोमा लाग्नु यो धर्ममा लाग्नु यो धर्ममा पछ्याउनु यसमा तपाईँहरूले चिज धेरै भेट्नुहुन्छ मैले पनि बालककालदेखि पछ्याएको यहाँ चिज धेरै भेटेको छु र तपाईँहरूले बाँडिराखेको छु यहाँ त मेरो त चेला त धेरै खालेको छु मधेसीहरू पनि छ क्षेत्रीगण पनि छन् उनीहरूले पनि भेटिराखेका छ त्यो चिज छ क्या त्यो चिज हो त्यसको तपाईँहरू खोजिरहनु र त्यसको लागि म तयार छु दिइराखेका छु सबैले बाँडिराखेका छु यसले गर्दाखेरि यसो गर्दै आज यति भन्दै म अर्को ठाउँ जानुपर्ने भएको हुनाले समयले नेटो काटिसकेको छ र तपाईँहरूसँग यो थलोमा यत्रो समाज जनता तपाईँहरू भेला हुनुभयो तपाईँहरूसँग भेट गर्ने बातचित गर्ने भलाकुसारी गर्ने समय नपाएको हुनाले आज एकछिन चाहिँ समय मैले पाएँ धेरै कुराहरू गर्नुपर्ने त थियो तर पनि तपाईँहरूलाई आशीर्वाद लागोस् तपाईँहरूमा दुःख बिमार शान्ति होस् तपाईँहरूको अनेक गराहरू नै शान्ति होस् तपाईँहरूमा व्यवहारमा सोचेको कुराहरू एकदम राम्रो शुद्ध भएर जाओस् र तपाईँहरूको सम्झेको कुरा पुगोस् यही आशीर्वाद दिँदै म तपाईँसँग बिदा लिन चाहन्छु आज हाम्रो यहाँ मान्यज्यूहरू आउनुभएको छ उहाँले मेरो आशीर्वाद छ यहाँ पाउ टेकिदिनु भएकोमा मलाई साह्रै खुसी लागेको छ अझै गिरिजाप्रसाद कोइरालाजीको कथा गरेँ नि आशीर्वाद दिँदै त मै हो अनि उहाँले मेरो थलोमा 3 पल्ट पाउ टेक्नुभयो हो आजीवन प्रधानमन्त्री भएर जानुभयो र त्यस्तै तपाईँले पाउ टेक्नुभयो के आशीर्वाद तपाईँले नै पाउनुभयो यो कुरा चाहिँ तपाईँसँग हार्दिक अनुरोध गर्दै तपाईँहरूसँग सबैसँग म बिदा माग्दै बिदा चाहेँ आशीर्वाद हो धन्यवाद।